सबैले भन्छन् छाड्नुहोस् सजिलो छ, तर तपाईलाई थाहा छ यो संसारकै सबैभन्दा गाह्रो युद्ध हो। हरेक बिहान उठ्दा त्यो आवाजले फेरि बोलाउँछ। हरेक तनाव, हरेक पीडामा त्यो बानीले फेरि तान्छ। र कहिलेकाहीँ तपाईलाई लाग्छ तपाईँ यो लडाई एक्लै हार्दै हुनुहुन्छ। तर एउटा सत्य छ, सबैभन्दा बहादुर मानिस त्यो हो जसले मद्दत माग्न सक्छ। सुधार केन्द्र पोखरा त्यस्तै बहादुर योद्धाहरूका लागि बनेको हो। पोखरामा हिमालको शान्त छायामा, जहाँ संसारको हल्ला टाढा रहन्छ, हामीसँग यस्तो सुरक्षित ठाउँ छ जहाँ तपाईँ साँच्चै निको हुन सक्नुहुन्छ। यहाँ तपाईँ अपराधी होइन, यहाँ तपाईँ कमजोर होइन, यहाँ तपाईँ एक बहादुर योद्धा हुनुहुन्छ जसले आफ्नो जीवन फिर्ता लिन चाहनुहुन्छ। हाम्रो अनुभवी टोली वैज्ञानिक र मानवीय तरिकामा आधारित उपचार